हेलो, गुड मर्निङ साथीहरू। यसले फेसबुकमा कति धेरै पोस्ट गरेको होला। कहिले भिडियो, कहिले फोटो। त्यो पनि राम्रो भए त हुन्थ्यो। जे पिँढी हालेको छ भन्ने लाग्दो होला साथीहरूलाई होइन। त्यस्तो केही नराम्रो नसोचिदिनु होला साथीहरू। म विगत 9-10 वर्षदेखि फेसबुकबाट अलिकति गुमनाम जस्तै थिएँ। फेसबुकमा थिएन। फेसबुकमा आइरहेको थिएन म। फेसबुक आइडीहरू त थियो, तर फेसबुकमा चाहिँ खासै आउँदिन थियो। अहिले चाहिँ लगभग 3 महिना जति भयो होला, म फेसबुकमा अलिकति आएको छु होइन। अनि पोस्ट गर्छु, आफूले देखेको कुराहरू, आफूले जानेको कुराहरू, कतिपय कुराहरू होइन, यो परदेशमा बस्दाखेरिको कुराहरू साथीभाइहरूसँग सेयर गर्नु मन लाग्दो रहेछ क्या। अनि त्यही भएर कहिलेकाहीँ सेयर गर्छु होइन, यस्तै भिडियो बनाउँछु। अनि खासै त्यति धेरै अब साथीभाइहरूको लागि होइन, उपयुक्त भिडियोहरू त बनाउन सक्दिनँ। त्यही पनि आफ्नो मनमा लागेको कुराहरू होइन, आफ्नो इच्छाअनुसारको कुराहरू चाहिँ सेयर गर्ने गरेको छु होइन। साथीभाइले कतिको राम्रो लाग्छ, कतिको नराम्रो लाग्छ त्यो त साथीहरूले नै मूल्याङ्कन गर्नुहुनेछ होइन। खासमा अहिले चाहिँ अब यो आधुनिक युगमा, यो डिजिटल युगमा सधैँ पुरानै तरिकाले, सधैँ पुरानै हिसाबले मात्रै चल्नु हुँदैन रहेछ भन्ने कुरालाई चाहिँ अलिकति महसुस गर्दै होइन। त्यही भएर मैले चाहिँ अब फेसबुक चलाउँछु भनेर एउटा निडो गरेर अनि पुरानो आइडीहरूलाई चाहिँ त्यतिकै राखेको छु। यो नयाँ आइडी खोलेर चलाउन थालेको छु होइन। अनि यही नयाँ आइडीबाट सम्पूर्ण साथीहरू, चिनजानका अथवा जहाँसुकैको साथीहरू भए पनि यो फेसबुक मार्फत एकअर्कामा जोडिएर हामी साथी बन्ने उद्देश्यका साथ मैले यो नयाँ आइडी खोलेको थिएँ। लगभग 1 महिना भयो। 1 महिनामा लगभग 1000 जनाभन्दा बढी साथीहरू जोडिनु भइसकेको छ मेरो यो नयाँ आइडीमा। साथै होइन फेसबुकले स्टारको सेटअप अनि सब्सक्रिप्सनको सेटअप पनि दिइसकेको छ। बिस्तारै होइन अब आगामी दिनहरूमा पनि नयाँ साथीहरू जोडिँदै आउनुहुनेछ भन्ने आशा राखेको छु होइन। अनि मेरा चिनजानका साथीहरू यदि मसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने यसै आइडीको मेसेज मार्फत मलाई मेसेज गर्न सक्नुहुनेछ। धेरै पुराना साथीहरू पनि छुटिसकेका छ। मेरो बाल्यकालदेखिको साथीहरू, अब स्कुल पढ्दाको साथीहरू, काम गर्दाखेरिको साथीहरू होइन, कलेज पढ्दाखेरिको साथीहरू, साथै विदेशमा हुँदाखेरिका साथीहरू, सम्पूर्ण साथीहरू यस आइडीमा जोड्न सक्नुहुनेछ र साथसाथमा जोडिने हुनेछ भन्ने आशा गरेको छु। साथै यस्तो हुँदो रहेछ कि परदेशमा बसिरहँदा कहिलेकाहीँ चाहिँ आफू एक्लै महसुस हुँदो रहेछ कि एक्लै महसुस हुने, यतिखेर चाहिँ अब के कुरा सेयर गर्ने भन्ने कुरा हुँदो रहेछ। यो कुराहरू कहाँ गएर सेयर गरौँ भन्ने कुरा हुँदो रहेछ। त्यतिखेर एक्लै बस्ने अनि साथै आफूलाई मनमा लागेका कुराहरू भिडियो मार्फत हुन्छ कि अब स्ट्याटस मार्फत हुन्छ कि केही न केही मार्फतबाट व्यक्त गर्नु मन लाग्दो रहेछ कि त्यो अनलाइन सामाजिक सञ्जाल मार्फत होइन। एक्लै बसेर निराश भएर बस्नुभन्दा यसरी सामाजिक सञ्जालहरूमा आएर आफ्ना वेदनाहरू पोख्दा होइन, कहिले सुखको कुरा पनि हुन्छ, कहिले दुःखको कुरा पनि हुन्छ होइन, कहिले त अब आवेगमा आउने कुराहरू पनि हुन्छ कहिले होइन। यस्तो कुराहरू यहाँ सामाजिक सञ्जालमा पोखिरहँदा आफूलाई अलिकति आनन्द महसुस हुँदो रहेछ। तर यसो भनिरहँदाखेरि सामाजिक सञ्जाल हो, जेपिटी पनि गर्छु भनेर आउनु चाहिँ हुँदैन, जेपिटी गरेर आउनु पनि हुँदैन, जेपिटी गर्नु पनि हुँदैन। यहाँ सारा दुनियाँले देख्छन्
होइन? त्यही भएर अब यत्तिकै गुमनाम भएर बस्नुभन्दा सामाजिक सञ्जालहरूमा अगाडि आइरहँदा अहिले यो आधुनिक युगमा फेसबुक मेसेन्जर भयो, इन्स्टाग्राम भयो, होइन? ट्विटर भयो, साथै अहिलेको बहुचर्चित सबैभन्दा चर्चामा रहेको एप्स टिकटक। सायद टिकटक नचलाउने व्यक्तिहरू एकदम कमै होला। त्यसपछि फेसबुक नचलाउने व्यक्तिहरू पनि एकदम कमै होला। मेसेन्जर नचलाउने व्यक्तिहरू त एकदम कमै होला। साथै अर्को भाइबर पनि नचलाउने व्यक्तिहरू कमै होला। किनकि यी सामाजिक सञ्जालहरू चलाउँदाखेरि हामीलाई धेरै कुराहरू फाइदा भएको छ। यदि आफ्ना आफन्तहरू आफ्ना देशभन्दा बाहिर छन् भने साथ आफन्तहरूसँग सम्पर्कमा आउन, कल, मेसेन्जर, भिडियो कलमा बोल्न यी एप्सहरूले धेरै फाइदा दिएको छ। यदि हामीले डाइरेक्ट फोन कल गर्नु पर्यो भने एक कल बराबर धेरै पैसा काट्छ। तर यी मेसेन्जर अथवा भाइबर अथवा इन्स्टाग्रामको कलबाट अथवा व्हाट्सएपको कलबाट बोल्नुभयो भने तपाईँको चार्ज काट्ने भनेको नेटवर्कले वाइफाईको मात्रै हो। वाइफाईले कति काट्छ? वाइफाईको तिर्नुपर्ने कुरा मात्रै हो। तपाईँ एकदम जिरो नै हुन्छ। तर डाइरेक्ट कल गर्नुभयो भने तपाईँले 1 घन्टा मात्रै बोल्नुभयो भने तपाईँको 1 दिनको ज्याला 1 दिनको कमाइ जान खोज्छ। त्यही भएर आधुनिक युगमा यो अहिलेका यो सामाजिक सञ्जालका एप्सहरूले हामी विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरूको लागि, सम्पूर्ण देशवासीकै लागि होइन, सम्पूर्ण विश्वका सम्पूर्ण मानिसहरूको लागि नै धेरै फाइदा पुर्याइरहेको छ। त्यही भएर यी सामाजिक सञ्जालहरूलाई चाहिँ सकेसम्म दुरुपयोग नगरौँ, एकदम सही सदुपयोग गरौँ, जसले हामीलाई जीवन्त तुल्याउन सक्छ। अस्ति हालसालैको कुरा गरौँ, अस्ति नेपालमा यो सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएका अथवा नेपाललाई ट्याक्स पेड नगर्ने एप्सहरू भनेर केही एप्सहरू लगायत होइन, फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ट्विटर लगायतका केही एप्सहरूलाई जुन प्रतिबन्ध लगाएको थियो, जसको परिणाम आइसकेको छैन। यो सामाजिक सञ्जाल मलाई मात्रै होइन कि तपाईँ एकजनालाई मात्रै होइन कि हामी सबैलाई चाहिँदो रहेछ। हामी सबैले सम्पूर्ण मानिसहरूको लागि चाहिँदो रहेछ। त्यसैले सामाजिक सञ्जालको सही सदुपयोग दुरुपयोग चाहिँ नगरौँ होला। तर मेरा सम्पूर्ण बाल्यकालका साथीहरू अनि स्कुल तहका साथीहरू अनि का काम गर्दा भेटघाट भएका साथीहरू, सम्पूर्ण साथीहरूलाई यही सामाजिक सञ्जाल मार्फत सम्झिन चाहन्छु। मेरा साना समयका साथीहरू, बाल्यकालका साथीहरू अथवा को कहाँ छन् अहिले खासै सम्पर्कमा छैन, होइन? जहाँ रहे पनि होइन, सम्पूर्ण साथीहरू एकदम कुशल मङ्गलमय रहोस्, होइन? अनि स्कुल कलेज लेभलका साथीहरू पनि कोही सम्पर्कमा छन्, कोही सम्पर्कमा छैनन्। जहाँ रहे पनि एकदम कुशल मङ्गलमय रहोस्। अनि हाल चाहिँ म यही बाहिर छु, एउटा सानो देश होइन, जसले मलाई 10 वर्षसम्म यहीँ बस्न बाध्य गरायो। सायद अब त्यति भनेको जस्तो सरसुविधाहरू अब कमाएको दृष्टिले त्यति धेरै नभए पनि मैले चित्त बुझाउन सक्ने खालको स्थिति भएको कारणले गर्दाखेरि म यहीँ अडिएँ होइन। 10 वर्षसम्म अडिनु, एकै ठाउँमा अडिनु भन्ने कुरो अलिकति
नौलो नौलै कुरो हो। सजिलो हुँदैन एकै ठाउँमा बसिराख्न मान्छेलाई होइन। त्यही पनि म यहाँ 10 वर्षमा बसिसकेँ। अब केही समयपछि चाहिँ नेपाल आउँछु र सानादेखिका सम्पूर्ण साथीहरूसँग एकचोटि चाहिँ भेटघाट गर्नुपर्छ भन्ने आशा गरेको छु। भेट्न पनि सकिन्छ होला। कोही कहाँ कोही हुन त प्रायः जस्तो साथीहरू अहिले विदेशमा हुनुहुन्छ। मेरो साथीहरू पनि। अब म पो मलेसियामा पर्यो होइन। अरू साथीहरू त युरोपतिर छन्, कोही अस्ट्रेलियातिर छन्, धेरै चाहिँ जापानतिर छन्, केही चाहिँ कोरियातिर छन् होइन। जो जहाँ जहाँ रहे पनि अब सम्पूर्ण साथीहरूलाई यो आउँदै गरेको 2082 सालको दसैँको शुभकामना साथसाथै कुशल मङ्गलको पनि शुभकामना। अनि एउटा कुरो ठुलो देशमा होस् या सानो देशमा होस्, परदेश भनेको परदेश नै हुँदो रहेछ। यहाँ न आफन्त हुन्छ, न साथीभाइ हुन्छ। यहाँ केवल हुन्छ त सिर्फ आफू। अरू बेलामा हुन्छ, खुसीको बेलामा, सुखको बेलामा साथीहरू हुनसक्छ। यदि तपाईँलाई परदेशमा केही दुःख पर्यो, केही समस्या पर्यो भने त्यतिखेर साथी पाउनलाई मुस्किलै हुन्छ है। त्यही भएर ठुलो देशमा होस् या सानो देशमा होस्, परदेशी भूमिमा रहँदा लिगली काम मात्रै गर्नु, इलिगली काम नगर्नु होला। अनि कतिपय साथीहरू चाहिँ यस्तो पनि हुन्छ, पेय पदार्थहरू पिउने, हो हल्ला गरिदिने, अनि साथीभाइहरूसँग पनि कहिले मेलमिलाप नहुने, डिस्कस गरिदिने, यत्रतत्र गरिदिने, त्यस्ता व्यक्तिहरू पनि हुन्छ होइन परदेशी भूमिमा। त्यसो नगर्नु होला। किनभने परदेश पराईको देश हो, आफ्नो देश होइन। यहाँ हामीले सोचेको जस्तो हुँदैन। अरूको नियम कानुन अनुसार चल्नुपर्ने हुन्छ। त्यही भएर एकदम बी केयरफुल हुनु होला। हामी त परदेशमा आउनुको मुख्य कारण भनेकै हामी कमाउनको लागि हो, होइन? त्यही भएर कमाउनका लागि भन्दैमा तर नेम विपरीतका कामहरू गरेर कमाउनतिर नलाग्नु होला साथीहरू। कतिपय साथीहरू कम्पनीतिर यस्तो पनि गर्छन्, बाहिरबाट केही पेय पदार्थहरू किनेर लिएर आउने, मादक पदार्थहरू किनेर लिएर आउने, साथीभाइलाई पनि बेच्ने, त्यहाँबाट अलिकति नाफा कमाउने, त्यस्तो पनि गर्छन्, होइन? कतिपय साथीहरूलाई चाहिँ आफ्नै नेपाली साथीभाइहरूलाई 10% मा अनि 12% मा पैसा दिने, त्यहाँबाट ब्याज असुल्ने काम गर्छन्, होइन? यस्तो पनि नगर्नु होला। के थाहा आज सही भएको साथी भोलि गलत भइदियो भने तपाईँको ब्याजको आशले गर्दाखेरि तपाईँको साहब पनि हराउन सक्छ। त्यही भएर परदेशमा रहँदाखेरि सही तरिकाले काम गर्नुहोस्, होइन? सही तरिकाले बस्नुहोस्। राति भयो, होइन? अबेर भयो, यस्तो रात्रिकालीन समयहरूमा सकेसम्म बाहिर हिँड्नु पर्यो भने अब कहिलेकाहीँ यस्तो हुन्छ कम्पनीबाट होस्टेल टाढा हुनसक्छ अथवा केही काम पर्न सक्छ। त्यस्तो अवस्थामा एक्लै टाढा टाढा नहिँड्नु होला, होइन? सुरक्षाको हिसाबले पनि आफूले पनि केही चाहिँ केयरफुल हुनैपर्छ। अलिकति सतर्कता अपनाउनै पर्छ। केही साथीहरू चाहिँ यो विदेश हो, नेपाल होइन, यहाँ जे पनि हुन्छ भन्छन्। तर त्यसो भन्दैमा नियम कानुन सही छ भन्दैमा सबै कुरा चाहिँ नियम कानुनकै आधारमा हुँदैन। कहिलेकाहीँ हामीले जानी नजानी नियम कानुन पनि उल्लङ्घन गर्न सक्छ। त्यही भएर आफूले सतर्कता चाहिँ अपनाउनै पर्छ है साथीहरू। ठुलो देशमा छौँ हामी, तिमीहरू
सानो देशमा बसेर किन ठुलो कुरा गर्छौ भन्नेहरू पनि हुन्छन्। देश ठुलो होइन, मन ठुलो हुनुपर्छ। ठुलो देशमा छ, ठिकै छ। ठुलो देशमा छ, ठुलै लगानी गर्नुपर्ने हुन्छ। अलि धेरै नै कमाउन सक्छ। सानो देशमा जाँदा अलि सानै लगानी अनि कमाइ आम्दानी हुन्छ। तर मैले बुझेको थोरै कुरा अहिले उदाहरणका लागि भनौँ, तपाईँ अथवा अमेरिका, अस्ट्रेलिया अथवा युरोपको कुनै पनि देश झार्दै हुनुहुन्छ भने सर्वप्रथम त तपाईँलाई धेरै लगानी चाहिन्छ। जाँदैन। धेरै प्रोसेसहरू पनि चाल्नुपर्ने हुन्छ। जस्तै उदाहरणको लागि भन्नुपर्दा अमेरिका जाँदै हुनुहुन्छ भने तपाईँले 50 लाख भन्दा माथि अ, ब्यालेन्स सो गर्नुपर्ने हुन्छ। के गर्दाखेरि तपाईँको लगानी लाग्न सक्छ होइन? अनि लागतहरू धेरै लाग्न सक्छ। अस्ट्रेलिया जाँदै हुनुहुन्छ भने पनि तपाईँको 30 भन्दा माथि लाग्न सक्छ। युरोप जाँदै हुनुहुन्छ भने युरोपको पनि अलि राम्रो ठाउँमा जाँदै हुनुहुन्छ भने 20 20 भन्दा माथि नै लागिहाल्छ। अथवा युरोपका अलिकति अ, साना मानेका देशहरू अलिक कम लगानी लाग्ने देशहरू भनेको होइन? टर्की, साइप्रस लगायतका अरू होइन? रोमानिया यी देशहरूमा अलिक कम लगानीमा जान सकिन्छ। त्यहाँ गएर तपाईँले इन्कम गर्ने त्यहाँ गएर तपाईँले गर्ने इन्कम र अनि यो गल्फ कन्ट्रीका केही देशहरू साउदी, कतार, दुबई, जोर्डन, ओमान होइन, कुवेत लगायतका देशहरूमा तपाईँ 2 लाख खर्च गरेर कमाउने लगभग उस्तै हुन्छ। सुरक्षाको दृष्टिकोणले अलिकति युरोपलाई अलि राम्रो मानिएको छ भने अब इन्कमको हिसाबले हेऱ्यो भने चाहिँ हामी लगभग उस्तै देखिन्छ। साथै यो मलेसियामा आउनेहरूको पनि त्यस्तै छन्। अहिले चाहिँ नयाँ आउने व्यक्तिहरूको लागि, नयाँ कामदारहरूको लागि मलेसियामा आउँदाखेरि तपाईँको मेन पावर मेन पावर मार्फत आउँदाखेरि लगभग तपाईँको अहिलेको 3 लाख भन्दा माथि 5 लाख भन्दा होइन मुनि त्यतिको लिएर पठाउँदो रहेछ। तर यहाँ आएर तपाईँले सुरुमै कमाउने भनेको पनि लगभग अहिलेको यहाँको बेसिक मात्रै पाउनुभयो भने 1700 चाहिँ कमाउन सक्नुहुन्छ। 1700 भनेको अहिलेको तपाईँको 65 प्लस माइनस हुन्छ। यदि अलिकति कम्पनी राम्रो पर्यो भने त्योभन्दा धेरै कमाउन सक्नुहुनेछ। साथै हामी पुराना मान्छेहरूको पनि लगभग धेरै त छैन होइन? बेसिक भनेको त्यही हो 1700-1800 नै हो। पाउने भनेको अलिअलि सेवा सुविधाहरू केही शीर्षकमा सेवा सुविधाहरू पाउँछन्। जसले चाहिँ हाम्रो चाहिँ अब लगभग राम्रै हुन्छ भनौँ। यतिको हुनु भनेको ठिकै हो। यति नै हुन्छ भनेर म तोकेर चाहिँ भन्दिनँ। किनभने सामाजिक सञ्जाल हो। त्यही भएर राम्रै हुन्छ। तर तर लाखौँ लगानी गरेर युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया भनेर मात्र हुँदैन। तर आफू के काममा जाँदैछ होइन? आफूसँग सिप के छ? आफूसँग दक्षता के छ? कुन काममा जाँदाखेरि सहज हुन्छ विदेशमा? यो कुराहरूलाई चाहिँ एकदम मनन गर्नुहोला। किनभने आफ्नै देशमा त काम गर्दाखेरि त्यति सहज हुँदैन, यो अर्काको देश हो। यदि अर्काको देशमा पासपोर्टमा भिजा लगाएर छिरिसकेपछि तपाईँले चाहेर तुरुन्तै फर्किन मिल्दैन। यदि कामदार भिजामा आउँदै हुनुहुन्छ भने। यदि भिजिट भिजामा आउनु भएको छ भने अब तपाईँलाई इच्छा लागेन भने फर्किन सक्नुहुन्छ सजिलैसँग। तर काम गर्ने दृष्टिले, काम गर्ने हिसाबले परदेशिसकेपछि भनौका टाइममा फर्किन मिल्दैन। त्यही भएर
परदेश जानुभन्दा पहिले परदेशको कदम चाल्नुभन्दा पहिले तपाईँले एकदम सोच्नै पर्ने भनेको चाहिँ तपाईँको हातमा सिप के छ त्यो कुरालाई चाहिँ एक नम्बरमा राखेर त्यो सिपसँग सम्बन्धित काममा विदेशमा जानुपर्ने हुन्छ। जसले गर्दाखेरि चाहिँ तपाईँलाई विदेशमा रहेर पनि म विदेशमा छु भन्ने महसुस नहोस्। काम एउटै भएपछि म विदेशमा छु भन्ने महसुस पनि हुँदैन है मान्छेहरूलाई। तर तपाईँले ड्राइभिङ गरिरहेको मान्छेलाई विदेशमा ल्याएर साबेल चलाउनेमा पर्यो भने तपाईँको मनमा कति खिन्नता हुन्छ होला। एउटा ड्राइभर मान्छेलाई विदेशमा साबेल चलाउनु पर्दा कति गाह्रो हुन्छ। अथवा तपाईँले नेपालमा ड्राइभिङ गर्न जान्नुहुन्न, तपाईँ ड्राइभिङ भिजामा परदेशिनु भयो भने विदेशमा कतिको दुःख होला। ड्राइभिङ लाइसेन्स निकाल्नको लागि धेरै कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। त्यही भएर विदेश जानुभन्दा पहिला चाहिँ आफूसँग सिप के छ त्यही कुरालाई चाहिँ एकदम ध्यान दिएर त्यही सिपसँग सम्बन्धित कामहरू खोजेर बरु 2-4 दिन ढिला होस्, 1-2 महिना ढिला होस्, त्यही आफूले जानेकै कामसँग सम्बन्धित काममा मात्रै विदेश जानुपर्छ। जसले गर्दाखेरि चाहिँ तपाईँले विदेशमा पनि सहज हुन्छ। है त साथीहरू? बोल्दै जाँदाखेरि होइन धेरै कुरो बोलेँ होइन? मैले यतिको बोलिरहँदाखेरि केही कुराहरूले चाहिँ साथीभाइहरूलाई असर परेछ भने म माफी पनि माग्न चाहन्छु होइन? साथीहरू, हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। बाई बाई।